हेलो गाइस, हामी चाहिँ आज गावरको यता मूलपानी भन्नेतिर चाहिँ हामी टक्क लाएर हामी चाहिँ जेसिबी ल्याएर बिजुलीको यो बत्तीको पोल खन्ने काम भइरहेछ है भन्नुपर्छ। हाम्रो मेसिन चाहिँ यहाँ लागिरहेछ चट्ट लाएर, मान्छेहरू चाहिँ चट्ट लाएर भयङ्कर छन्। यताउति काम भइरहेछ। यहाँको भ्याली चाहिँ बब्बाल छ है। हाम्रो यो होमस्टे भन्ने चाहिँ यहीँ अगाडि पर्छ। यहाँबाट चट्टै यहाँनिर देखिन्छ नि, यहाँबाट चाहिँ यो भ्यालीहरू चट्ट देखिन्छ। हामी चाहिँ भ्यालीभित्र छ, यो गावरको बिचमा चाहिँ मजाले फिल्ड छ, वरिपरि चाहिँ डाँडा पाखा छ चट्ट लगाएर। बाटो चाहिँ पिच भएको छैन। हाम्रो काम चाहिँ यहाँ भइरहेको छ। यहाँ चाहिँ हाम्रो यो बिजुलीको पोल भन्ने हो यो चाहिँ। सो गाइस, अनि भ्लग नबनाएको धेरै भइसक्यो भन्नुपर्छ है। यस्तै काम धन्दामै बिजी भएर अनि बनाउनु पाइएको छैन भनौँ। आज चाहिँ यहाँको मौसम चाहिँ बबाल देखियो। त्यो चट्ट लाएर एउटा हानिदिउँ न त, छोटो मिठो भनेर चट्ट लाएर सर यस्तो यहाँको भ्याली चाहिँ हेर्दै देखाउँदै गरिरहेको गाइस। सो बबाल छ है यहाँको भ्याली पनि। म चाहिँ काम धन्दा गर्दै हिँडिरहेको छु, ठाउँ कहिले कहाँ हिँड्नुपर्छ हो गाइसहरू। सो गाइस, सन्चो आराम हुनुहुन्छ होला भन्न चाहन्छु है। हाम्रो घुम्ने ठाउँ चाहिँ यहाँनिर छ। घुम्ने ठाउँ चाहिँ यहाँ गयो भने त बबाल छ ठाउँ छ त्यहाँनिर। यहाँबाट देखिँदैन, टाढा छु म, एकदम टाढा भन्दा पनि टाढा छु है।